हेलो साथीहरू, वेलकम छ हजुरहरूलाई मेरो फर्स्ट मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म चाहिँ आज ठ्याक्क बुवाले सामान पठाइदिनु भएको थियो बाहिरबाट, अनि त्यही मौका पारेर चाहिँ भिडियो बनाउँदैछु। सबैजनाले हेरेर माया गरिदिनु होला। अनि बुवाले चाहिँ के सामान पठाउनु भयो हेरौँ ल। साथीहरू, अब चाहिँ म सामान खोल्नतिर लागेँ ल। अब बाहिर चाहिँ ठ्याक्कै मेरो साइडमा भाले पनि बाँच्दैछ। यो सामान चाहिँ बेसरी बेर्नु भएको रहेछ, अनि खोल्न पनि ढिला ढिला भयो। अनि त्यस पछाडि अब हामी लगेज खोल्दैछु म। अनि नजानेर खोल्न नजानेर भाइलाई फोन गरेर सोध्दैछु, किनभने उसले चाहिँ अघिल्लो दिन खोलेको थियो नि त। अनि भाइले भनिदियो, अनि ल भयो पनि, खुल्यो पनि। अनि मक्ख हुँदै खोल्नतिर लागेँ। अनि त्यस पछाडि खोलिसकेँ। अनि खोलेर भ्याएँ, यसो हेरिसकेँ माथिबाट फाइबर रहेछ। अनि यो चाहिँ एउटा गाउँको मामालाई चाहिँ पठाइदिनु भएको रहेछ। अनि मेकअपको सामानहरू छ। अनि यो चाहिँ पानी राख्नलाई भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ पिस्ता कि के कुन्नी भन्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ सुरुमा उसको स्मेल राम्रो भयो भने चाहिँ खान्छु, नत्र मन पर्दैन। अनि टेस्ट गरेँ एउटा, अनि ओखर पनि पठाइदिनु भएको रहेछ। अनि चक्लेट पनि थियो। यो चाहिँ मलाई बेसरी मन परेको चक्लेट। अनि यो चाहिँ चियाहरू पकाएर राख्नलाई सजिलो हुन्छ भनेर पठाइदिनु भएको रहेछ। अनि म चाहिँ मेरो मेकअप बक्स खोल्दैछु। अनि मलाई चाहिँ एकदमै मन परेको। अनि यो चाहिँ कस्तो थाहा भएको, छोरीलाई मेकअप गर्न मन पराउँछु भनेर कति थाहा भएको है। अनि पठाइदिनु भएको रहेछ। अनि मलाई चाहिँ ठ्याक्कै मस्कराको आवश्यक थियो नि त। अनि मस्करा हो कि भनेर हेरेको, होइन रहेछ, गाजल रहेछ। अनि एउटा ठुलो, अनि अर्को चाहिँ सानो सानो दुईवटा थियो। अनि म चाहिँ फेरि ओभर एक्टिङ देखाइहाल्नु पर्ने है। अनि त्यसपछि साथीहरू, हामीलाई बुवाले पठाइदिएको सामान चाहिँ यति नै थियो। मेकअप बक्सहरू थियो, काजु बदाम ओखरहरू चक्लेटहरू थियो। त्यही नै हो। बुवालाई धेरै धेरै धन्यवाद, अनि धेरै धेरै माया छ। छिट्टै घर आउनु होला भन्न चाहेँ। अनि अब चाहिँ आजको भिडियो यति नै राखेको थियो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला भन्दै आजको भिडियो मिनी भ्लग भन्दा 2 साढे 2 मिनटको भइसक्यो। त्यही नै हो। सबैजनालाई बाई बाई। राम्रोसँग बस्नुहोला।